होइन, मान्य सदस्यले समय माग्दाखेरि मैले दिनुपर्ने समय म दिन्छु, अहिले बस्नुहोस्। आकस्मिक समयमा माग्न चाहन्छु। के विषयमा आकस्मिक समय मान्य सदस्य? यो मन्त्री परिषदको कुरा छ, यो मन्त्री परिषदको पूर्ण मान्य सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन। मान्य सदस्य, प्रधानमन्त्रीलाई प्रश्न सोध्यो भन्ने हिसाबले यहाँहरूले जुवारी जुन खेलिराख्नु भएको छ यो नियम मुताबिक छैन, संसदको तपाईँको चाहिँ के अरे भावना मुताबिक हुँदैन, यो भन्न चाहन्छु। र यो बोल्ने कुराहरूमा पनि तपाईँको चाहिँ हामीलाई अत्यन्तै सीमित पारिएको छ। यहाँ सत्ता पक्षको साथीहरूले बोलिरहनु पर्ने आवश्यक हुँदैन, त्यति सत्ताले त काम गर्ने हो। प्रतिपक्षको चाहिँ तपाईँको चाहिँ प्रश्नहरू राख्ने पर्याप्त समय पनि छैन, जहिले पनि तपाईँको चाहिँ के अरे होइन हामीलाई 1 मिनटमा सक्नुपर्ने 2 मिनटमा सक्नुपर्ने भन्ने बाध्यता छ। र अर्को कुरा म ध्यान आकर्षण के पनि गराउन चाहन्छु भने सभामुख महोदयलाई, यो कुर्सीहरू खाली छ, आधीभन्दा धेरै कुर्सी खाली छ। यसरी तपाईँको अनुपस्थित हुने सांसदहरूलाई के कारवाही गर्नुपर्ने हो त्यो अनुसारको कारवाही गर्नु। यहाँ हामी चाहिँ आधा दिनभरि बसिराख्नुपर्ने, अरू चाहिँ नबस्दा पनि हुने भनेदेखि हामी पनि तपाईँको चाहिँ यहाँ बसिराख्न होइन उचित ठान्दिनँ। म पनि त एउटा दलको नेता हो, म पनि अहिले लागेँ, किनभने यो लाइन सबै खाली छ, नआउनु पर्ने नबस्नु पर्ने रहेछ। तपाईँले जे गर्नुपर्ने गर्नु होला। शुभ दिन। मान्य सदस्यहरू,